हेलो साथीहरू, अहिले संसारमा जति पनि सुन्दर चिजहरू छन् नि त्यो चाहिँ हामीले फ्री अफ कस्टमा प्राप्त गर्छौँ। फर इक्जाम्पलको लागि चाहिँ योगा, मेडिटेसन र एक्सर्साइजको कुरा गरौँ। हामीहरूले यसको लागि चाहिँ कुनै पैसा तिरिरहनु पर्दैन, हामीले आफै गर्न सक्छौँ। तर हामीहरूको नेचर चाहिँ कस्तो हुन्छ भने जुन कुरा हामीलाई फ्रीमा प्राप्त हुन्छ नि त्यो कुराको हामीले भ्यालु गर्दैनौँ। फर इक्जाम्पलको लागि चाहिँ हामीहरूले अरूको सुन्दर शरीरलाई मात्रै देख्छौँ, सुन्दर अनुहारलाई मात्रै देख्छौँ, तर हामीहरू आफै चाहिँ एक्सर्साइज गर्दैनौँ, हामीहरू चाहिँ आफै चाहिँ योगा मेडिटेसन गर्दैनौँ, त्यसको लागि पर्दैनौँ। हाम्रो नेचर चाहिँ त्यस्तो हुन्छ। सो हामीहरूले चाहिँ हामीसँग जे छ त्यो कुरालाई चाहिँ हामीले भ्यालु गर्नुपर्छ। हामीहरूसँग जे छ त्यसलाई चाहिँ युटिलाइज गर्न जान्नुपर्छ र हामीहरूसँग जे छ त्यसैमा रमाउन पनि सिक्नुपर्छ। यसरी हामीहरूले आफ्नो कुराहरूलाई भ्यालु गर्न सिक्यौँ। त्यस्तै गरेर हामीसँग जे छ त्यसैमा रमाउन सिक्न थाल्यौँ भने एट द सेम टाइम हामीहरूले चाहिँ एक्सप्लोर पनि गर्नुपर्छ, आफूलाई बेटर बनाउने, आफूलाई अझ अपग्रेड गराउने कोसिस पनि गर्नुपर्छ। यसरी गऱ्यो भने चाहिँ हाम्रो ह्याप्पी र ब्युटिफुल लाइफ हुन्छ है त साथीहरू।